आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ, ऋणै लिनुपर्छ सुत्नको लागि पनि, त्यस्तो छ अवस्था। ऋण धेरै नलिऊ, अनुत्पादक क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मनासिब छ, तर ऋणै नलिऊ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुरा। देशमा आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ, तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठुलो कुरो हो। यो हाम्रो देशको तितो यथार्थ। हाम्रा राजनीतिक दलहरूले देशलाई यतिसम्म खोक्रो बनाएका छन् कि देश त रेमिटान्सले धानेको छ भने अब विकास र विकासका पूर्वाधार भित्राउनको लागि एक मात्रै विकल्प हो वैदेशिक ऋण। त्यो बिना देश बनाउनलाई कल्पनासम्म गर्न सकिन्न। तर त्यो भन्दै गर्दा जब हामीले विदेशी ऋण लिन्छौँ भने त्यसको लागि तिर्नको लागि आधार भने सरकारले बनाउनु पर्छ। त्यसलाई कसरी युटिलाइज गर्ने, कुन ठाउँमा युटिलाइज गर्ने र कसरी भोलि वैदेशिक ऋण चुक्ता गर्ने हो भने त्यो विकल्पको बारेमा चाहिँ राज्यले सोच्नुपर्छ, विचार गर्नुपर्छ र सही ठाउँमा युटिलाइज गर्नुपर्छ। अमेरिका, जापान जस्ता देशहरूले पनि वैदेशिक ऋण लिएका छन्, तर सही ठाउँमा युटिलाइज भएको खण्डमा देश समृद्ध हुन्छ। त्यसैले विरोध मात्रै नगरौँ, देशको यथार्थलाई बुझ्ने कोसिस गरौँ।